Welcome to the Cricket Talks once again. नेपाल र युएसए को बीच आइसिसी मेन्स क्रिकेट लिग स्टेज 2 सुरु हुन गइरहेको छ र भोलिबाट नेपालको के कसो पर्फर्मेन्स रहला यो लिग स्टेज 2 मा र नेपालको लागि एकदम इम्पोर्टेन्ट गेम्सहरू छ। यदि वर्ल्ड कप 2027 मा क्वालिफाई हुन छ भने यो भिडियोमा चाहिँ नेपाल र युएसए को बीच के छ रेकर्ड्स, प्लेयर कुनले राम्रो गरेका छन् र कुनले नराम्रो गरेका छन् त्यो पनि डिस्कसन गर्नेछु। त्यसैले यो भिडियोलाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु यो च्यानललाई र शेयर पनि गरिदिनु र आफ्नो कमेन्ट पनि मेन्सन गरिदिनु। कुन प्लेयर चाहिँ हजुरलाई लाग्छ कि आउटस्ट्यान्डिङ पर्फर्मेन्स हुन सक्छ, ब्याटिङमा होस् वा बलिङमा होस्। र 50 सब्सक्राइबर हाम्रो फ्यामिली बढेको छ र यो च्यानलले 50 सब्सक्राइबर गेन गरेको छ। त्यसैले जुन तरिकाको माया देखाइदिनु भएको छ, सपोर्ट देखाइदिनु भएको छ, त्यसको लागि पनि थ्याङ्क यू भेरी मच। र नेपाल प्रिमियर लिग सिजन 2 आउनुभन्दा अगाडि चाहिँ 200 सब्सक्राइबरको टार्गेटलाई चाहिँ एचिभ हामी सबै मिलेर चाहिँ एचिभ गरौँ र नेपाल प्रिमियर लिग सिजन 2 मा पनि सपोर्ट गरिदिनु होला यो च्यानललाई। सो प्लिज स्मल रिक्वेस्ट, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु र कमेन्ट पनि मेन्सन गरिदिनु। अब स्टार्ट गरौँ। नेपाल र युएसए को बीच हेड टु हेड म्याचेसले के भन्छ? रिसेन्टलीको 5 म्याचेसमा नेपालले के कसो पर्फर्मेन्स गरेको छ? युएसएले 3टा गेम जितेको छ भने एउटा गेम नेपालले जितेको छ र एउटा ड्र भएको छ। युएसए को टोटल डोमिनेन्स रहेको छ 5वटा गेममा। अब प्ले टु वाच आउट। युएसए को लागि मोनाक पटेल वान अफ द इम्पोर्टेन्ट प्लेयर फर युएसए र राइट ह्यान्ड ब्याट्सम्यान, ओपनिङ ब्याट्सम्यान पनि हुन् यिनी र विकेट किपर पनि हुन्। अब नेपालको बीच यिनले के कसो पर्फर्मेन्स गरेका छन्? 5वटा गेममा 218 रन हानेका छन्। राम्रो पर्फर्मेन्स छ मोनाक पटेलको। अब यसै गरी एरन जोन्सले त्यस्तो राम्रो पर्फर्मेन्स गरेका छैनन् नेपालको एगेन्स्ट। तर एरन जोन्सलाई चाहिँ एकदम डेन्जरस ब्याट्सम्यानको रूपमा चाहिँ लिन सकिन्छ। जुन तरिकाको हार्ड हिटिङ एबिलिटी छ र जुन तरिकाको मिडल ओभर्समा चाहिँ ब्याटिङलाई जुन तरिकाको सिचुएसनमा पनि आफूले 1s2s लिएर चाहिँ इनिङ बिल्ड गर्न सक्छन्। त्यसैले नेपालको विरुद्ध चाहिँ 3टा गेममा 71 रन हानेका छन् रिसेन्टली। अब नेक्स्ट भनेको चाहिँ सैतेजा भन्ने छन्। सैतेजाको ब्याटिङ चाहिँ मिडल ओभर्समा चाहिँ एकदम इम्पोर्टेन्ट छ युएसए को लागि र नेपालको एगेन्स्ट पनि राम्रो पर्फर्मेन्स छ। रिसेन्ट 4वटा गेममा चाहिँ 122 रन हानेका छन्। अब यिनको पर्फर्मेन्सले पनि एकदम डिटरमाइन गर्छ जुन तरिकाको मिडल ओभर्समा ब्याटिङ गर्छन् हाम्रो नेपाल को बलर। स्पिन अट्याक ललित राजवंशी होस् वा सन्दीप लामिछाने होस्, यिनको विरुद्ध चाहिँ कस्तो ब्याटिङ गर्छन् त्यसले पनि युएसए को पर्फर्मेन्सलाई चाहिँ डिटरमाइन गर्छ। अब यसै गरी अर्को ब्याट्सम्यान भनेको एन्ड्रेस गौस, अट्याकिङ ब्याट्सम्यान र आउटस्ट्यान्डिङ ब्याट्सम्यान हुन्। जुन तरिकाको यिनको 6 हान्ने एबिलिटी छ, एकदम राम्रो एबिलिटी छ, आउटस्ट्यान्डिङ एबिलिटी छ। र नेक्स्ट भनेको चाहिँ भाइस क्याप्टेन जसदीप सिंह, भाइस क्याप्टेन पनि रहेका छन् युएसए को लागि र यिनको जुन तरिकाको ब्याटिङ रोल रहेको छ, लोवर डाउन अर्डर आएर चाहिँ जुन तरिकाको हार्ड हिटिङ लास्ट 15 ओभर्स होस् वा लास्टको 10 ओभरमा बिचमा जुन तरिकाको यिनको स्ट्राइक रेट 180 वा 200 को स्ट्राइक रेटले पनि मोमेन्टम चेन्ज गरिदिन सक्छन्। त्यसैले नेपाल बलरले चाहिँ अलिकति केयरफुल भएर ब्याट्सम्यानलाई रोक्न सक्यो भने, जुन तरिकाको मैले 5वटा ब्याट्सम्यानको बारेमा भनेको छु, यिनीहरू ब्याट्सम्यानलाई रोक्न सक्यो भने युएसएलाई राम्रोसँग चाहिँ नेपालले जित्न सक्छ। अब बलिङको कुरा गरौँ। युएसए को बलिङको कुरा गर्दाखेरि राम्रो बलर्समा गनिने एउटा सौरभ नेत्रवलकर नेपालको एगेन्स्ट पनि आउटस्ट्यान्डिङ पर्फर्मेन्स छ यिनको। रिसेन्ट 5वटा गेममा चाहिँ 12 विकेट्स लिएका छन्। 5वटा गेममा 12 विकेट्स भनेको एकदम राम्रो हो र यिनको कन्ट्रिब्युसन एकदम राम्रो छ युएसए क्रिकेटको लागि पनि, जुन तरिकाको पर्फर्मेन्स गरेका थिए। अब अर्को भनेको चाहिँ हरमित सिंह, स्लो लेफ्ट आर्म बलर। दुबई इन्टरनेसनल स्टेडियमको पिचमा चाहिँ स्पिन फ्रेन्डली छ र यिनले राम्रो पर्फर्मेन्स गर्न सक्छन् हरमित सिंहले। अब अर्को भनेको राइट आर्म अफ ब्रेक बलर मिलिन्द कुमार, यिनी पनि जुन तरिकाको पिच छ
दुबई इन्टरनेसनलमा एकदम घातक साबित हुन सक्छन्। त्यसैले बलिङ र ब्याटिङको कम्बिनेसन गर्दाखेरि युएसएको टिम स्ट्रङ छ र युएसएको टिम स्ट्रङ हुनुको साथसाथै युएसएको पर्फर्मेन्स वान डे गेम्समा पनि आउटस्ट्यान्डिङ छ। त्यसैले आइसिसी मेन्स क्रिकेट लिग स्टेज 2 मा सेकेन्ड पोजिसनमा छ युएसए र युएसएको क्वालिफिकेसन 2027 वर्ल्ड कपको लागि लगभग सर्टै नै छ जस्तो लाग्छ। अब हेरौँ के हुन्छ। अब नेपालको ब्याटिङको कुरा गरौँ, नेपालको ब्याटिङको र बलिङको कुरा गरौँ। अब ब्याटिङमा चाहिँ अब ओपनिङ पार्टनरसिप कुशल भुटेल र आसिफ शेखको के कसो हुन्छ त्यो हेर्न बाँकी नै छ। वान डेमा T20मा आउटस्ट्यान्डिङ थियो, तर वान डेमा पावर प्लेमा जुन तरिकाको रोल रहनेछ अलिक डिफ्रेन्ट रहनेछ र मिडल ओभर्समा चाहिँ जुन तरिकाको ब्याटिङ हुन्छ। अब रोहित पौडेल, आरिफ शेख, अनिल शाहलाई लिएर आएको छ वान डे गेम्सहरूमा। अब अनिल शाहको पनि के कसो पर्फर्मेन्स हुन्छ त्यो पनि हेर्न बाँकी नै छ। र मिडल ओभर्स मेन भनेको वान डेमा चाहिँ मिडल ओभर्सको ब्याटिङ यदि राम्रो गऱ्यो भने चाहिँ राम्रो टोटल स्कोर बोर्डमा चाहिँ राख्ने पनि एउटा अपर्च्युनिटी हुन्छ। कुनै टिमले चाहिँ पहिला ब्याटिङ गरेको छ भने फर्स्ट इनिङको स्कोर राम्रो हुन्छ। त्यसैले मिडल ओभर्सको ब्याटिङ के कसो हुन्छ नेपालको त्यो पनि हेर्न बाँकी नै छ। र लास्ट ओभरमा के कसो ब्याटिङ हुन्छ। लास्ट ओभरमा भनेको अब गुलसन जहाँ, दिपेन्द्र सिंह ऐरी हार्ड हिटिङ ब्याट्सम्यान, त्यसै गरी कुशल मल्ललाई ब्याक गरेको छ वान डे गेम्सहरूमा पनि। कुशल मल्लको के कसो पर्फर्मेन्स हुन्छ त्यो पनि हेर्न बाँकी नै छ। अब बलिङको कुरा गर्दाखेरि अब नन्दन यादवको बलिङ, सोमपाल कामीको चाहिँ जुन तरिकाको ओपनिङ स्पेल्स के कसो हुन्छ र सन्दीप लामिछानेसँग चाहिँ कुन स्पिनरले चाहिँ सपोर्ट गर्छ सन्दीप लामिछानेलाई त्यो पनि हेर्न बाँकी नै छ। अब नेपालको टिमको पर्फर्मेन्स पहिलाको र जुन तरिकाको वर्ल्ड कप क्वालिफायर्समा रहेको छ आउटस्ट्यान्डिङ छ। त्यसैले नेपालको टिम कम्प्लिटली फर्म लिएर आएको छ यो लिग स्टेज 2 मा। र प्लेइङ 11 मेरो हिसाबले चाहिँ अलिकति चेन्जेस हुन्छ होला। अब मेरो हिसाबले चाहिँ प्लेइङ 11 कुशल भुटेल, आसिफ शेख, वान डाउन अनिल शाहलाई राख्यो भने अलिकति फ्लेक्सिबिलिटी चाहिँ हुन्छ, अलिकति कम्बिनेसन पनि राम्रो हुन्छ। र अनिल शाहलाई लिएर आउनुको रिजन चाहिँ अलिकति पार्टनरसिप बिल्ड गर्ने खालको ब्याट्सम्यान र अलिकति रोटेसन स्ट्राइक वान्स टुजमा चाहिँ डिपेन्ड हुने ब्याट्सम्यान भएर चाहिँ अनिल शाहलाई लिएर आएको छ। त्यसैले वान डाउन अनिल शाह, त्यसपछि रोहित पौडेल, त्यसपछि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलसन जहाँ, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी वा करण केसी डिपेन्ड अपन द पिचको के कसो छ हेरेर चाहिँ सोमपाल कामीलाई लिएर आउने कि करण केसीलाई। तर नन्दन यादवलाई खेलाउनै पर्छ। नन्दन यादवको जुन तरिकाको पेस र बााउन्स सुरुको 10 ओभरमा चाहिँ अलिकति फास्ट बलरलाई पनि हेल्प हुन्छ दुबई इन्टरनेसनल स्टेडियमको पिच। त्यसैले नन्दन यादवलाई पनि इन्क्लुजन गर्दा राम्रो नै हुन्छ। त्यसैले अब हेरौँ। अब यो गेमको प्रेडिक्सन चाहिँ मलाई लाग्छ कि नेपाल 60% र युएसए 40%। तर वान डे गेममा जसको मिडल ओभर्सको ब्याटिङ हुन्छ त्यसले डिटरमाइन गर्छ कुन टिमले जित्छ भनेर। र जुन तरिकाको लास्ट ओभर 10 ओभरको 40 देखि 50, 10 ओभरको बिचमा चाहिँ के कसो ब्याटिङ हुन्छ त्यसले पनि डिटरमाइन गर्छ। त्यसैले हेरौँ अब के हुन्छ। नेपाललाई जित्नु एकदम इम्पोर्टेन्ट छ यी गेमहरू, लिग स्टेज 2 को गेमहरू। अब पर्फर्मेन्स के कसो रहन्छ त्यो हेर्न बाँकी नै छ। त्यसैले यो भिडियोलाई लाइक गरिदिनु र यो च्यानललाई सब्सक्राइब गरिदिनु। नेक्स्ट भिडियो चाहिँ नेपाल र युएसए को गेम सकिएपछि आई विल अपलोड पोस्ट म्याच के कसो रह्यो पर्फर्मेन्स त्यो पनि अपलोड गर्नेछु। र नेपाल प्रिमियर लिग सिजन 2 पनि आउन लागेको छ, त्यसको बारेमा पनि फुल एनालाइसिस गर्ने नै छु। त्यसैले यो भिडियोलाई लाइक गरिदिनु र माया पनि देखाइदिनु यो च्यानललाई। सो आई विल सी यू अन द नेक्स्ट भिडियो। स्टे ट्युन।